हेलो के छ मेरो चञ्चले केटाहरूको हालखबर म पनि ब्याकमा आएछु नबिर्सनुहोला। अहिले चाहिँ हामी कहाँ जाँदैछौँ भन। आज चाहिँ हामी कान्ति स्कुलमा प्रवेश पत्र निकाल्न गइसकेको छौँ। मैले चाहिँ त्यसले चाहिँ निकालिसकेँ होइन मैले निकाल्न भिजैले। अब आज शुक्रबार आज बन्द भइसक्यो जस्तो लागिरह तर पनि जाम। यहाँदेखि हामी झरी कुदेको नि मलाई याद आउँछ कहिले यहाँदेखि चाहिँ माथि लक्ष्मी पार्क जान सकिन्छ। यहाँदेखि चाहिँ अब हाइवेतिर निस्किने होइन। अनि यस्तो गर्मी यार मौसम जस्तै कालो हुन्छ क्या हो। अब के भन्नु साथी, कालो कालै ठाउँमा कालो मान्छे गोरो हुन नसक्ने रहेछ। अरे मैं तो पूरा काला हो गया यार। तो तू जब इधर आया था तो कौन सा गोरा था? गाउँछ लिन्छ गाउँछ भयो वरना आज चाहिँ पहिला उता गोलपार्क जाने के कपाल काट्नु नै पहिला त्यहाँ जाने नि स्कुलमा स्कुल स्कुल जान्छ पहिला। मसँग फोटो छ क्या ल पहिला त्यहाँ जाऊँ अनि त्यसपछि होइन मौसम यहाँदेखि चाहिँ हामी हरिब कुदेको के मेरो युट्युबमा त्यो भिडियो नि होइन मिनी भ्लग हाल्ने हो हिजोको कस्तो भयो त्यो बुटोल हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ अङ्कल खसीवाला सायद खसी मासु खान्छ तिमीले मलाई सबै चल्छ कि साथी। अरे हेरेर नचल्ने यहाँ तल आज नि यही धुन सकिया छैन के साथी। अब धुनी मान्छे चाहियो गरे साथीलाई है को छ यसो आम कमेन्ट गरिदिउँ यहाँ म छु भनेर है साथीको लागि गर्ने अनि पार गरेर ट्याक्क लाएर ट्याक्क लाएर आउँछ हाम्रो कान्ति स्कुल। यो झोलामा चाहिँ मेरो सामान छ माल छ है गाइस माल। यताबाट कहाँ जान्छ काठमाडौँतिर जान्छ यताबाट पाल्पातिर स्याङ्जातिर। आज कसको बिहे रहेछ के कसको बिहे रहेछ यहाँ माला लाएर ट्याक्क लाएर शुभ विवाह यहाँ छन् मान्छेहरू होइन। कसको बिहे रहेछ भोज खान गइदिउँ र मौसम यस्तो हो कि हुनुपर्ने हो गाई जस्तो गोरु जस्तो बिन्दास के कसैको बाल छैन होइन। अब चाहिँ किन लखाएको छ नि त अङ्कल हो आफ्नै अङ्कल हो के अङ्कल त आज त बन्द भयो पालपाली जा भन्दाखेरि अङ्कलले ए भन्नु होला। अझै हरिब हरिब कपडा खा मौसम पैसा भयो त किनिदिन्थ्यो कि तिमीलाई पैसै छैन यहाँ। यही हो है हाम्रो कान्ति स्कुल। अङ्कल हजुर बस्दा भात चाहिँ क्या कुर्सी अङ्कल हजुर अनि बन्द भइसकेको रहेछ त्यो प्रवेश पत्र निकाल्नेहरू चाहिँ साथ बन्द भएछ। आज फेरि शुक्रबार थियो त्यही भएर बन्द भएको रहेछ। त्यही भएर अब चाहिँ हामी यहीँदेखि फर्किनु पर्ने हुन्छ है। अब चाहिँ जान्छौँ है त्यति थियो मसँग अरू थिएन ल गयो अब चाहिँ ल अब जोतको भाइरल बनाइदिनु तलाई युट्युब प्र्याक्टिकल आउने बेला ल यता हाम्रो अङ्कल है ओके अङ्कललाई भाइरल गराइदिनु पर्यो गर्नु भयो होइन। यस्तो गर्मी भयो मौसम हेर लास्टै गर्मी तर यस्तो देखाउनु हुन्न है चोरी हुन्छ चोरी हुन्छ अलिकति हावा आयो क्या नत्र त होइन। मेरो पाली फेरि गयो के मेरो पाली ट्याक्कै 2-3 महिना अगाडि थियो के अब मेरो पाली गयो आज विजयको पाली यहाँ चाहिँ हामी हिँडिरहेको छौँ यार होइन। हाट बजार है म मेरो प्रायः भ्लगमा यो देखाइरहेको छु। यो चाहिँ हाट बजार के भन्छ यहाँ चाहिँ शनिबार ठुलो बजार लाग्छ। आज शुक्रबार नि बजार लाग्छ क्या यहाँ त डेली खुल्छ होइन। कुरा गर्दैछन् म चाहिँ उता मसँग है जानुपर्ने हामी केटाहरूतिर केटाहरू छन् त्यहाँ बनाएर नै कुरा खोलिदिनु
जोत्न जस्तै रमाइलो कुरा त केही पनि हुँदैन। यहाँ छन् साथी। के छ साथी, ठिक छ? एकदम ठिक छ। भेटेर के छ साथी, ठिक छ? तिमी पनि अरे ओ यहाँ भएको सब केटाले मेरो च्यानल सब्सक्राइब गरेको नि कहिले गरेछ? किन यहीँ देखिराख्यो? ए हाम्रो लक्ष्मीको प्रेमी पागल प्रेमी मसँग त्यो क्लिप अझै पनि छ कि लक्ष्मी कहाँ छ देङ म उता घुमेर आउँछु है। हुन्छ नि, जाने यता आइज जाने भयो। म चाहिँ अब सिद्धार्थ स्कुल पुग्छु। तर दामी रहेछ है सिद्धार्थ स्कुल। मलाई ओल्डवाला जस्तो लाग्यो क्या, भिन्टेज टाइपको क्या, रिप छ होइन। यस्तो रोक्नु, म यताबाट देखाइदिन्छु है। यहाँ चाहिँ टोइलेट रहेछ, वासरुम रहेछ। अनि यहाँदेखि चाहिँ यस्तो देखिन्छ सिद्धार्थ स्कुलदेखि, सिद्धार्थ कलेजदेखि होइन, क्याम्पसदेखि। को हुनुहुन्छ है, को हुनुहुन्छ टक्क कमेन्ट गर्ने है। लाइन गएछ भने साथीको उस फर्म भर्न थियो 11को लाइन गएछ गरे। अब चाहिँ आइतबार गऱ्यो होइन, मेरो नि आज उस भयो। कता हो साथी मलाई लग न स्कुटीमा, तिम्रो स्कुटीमा साथी। साथी मैले चलाउँछु न एकचोटि स्कुटी। ल विजयले मैले बनाएको र तिमीले मेरो साथ नदिएको त नि। साथीलाई फोन समात्न दिएको, फोनै समात्न आएन रिनलाई त। मेरो माल यहाँ छ होइन। यहाँ चाहिँ साथीको भिडियो बनाउनु पर्ने। अब साथीले यहीँबाट स्क्रिनसट गरेर स्क्रिन सेयर भन्छु कि मा कसम, स्क्रिन रेकर्ड गरेर पोस्ट गर्छु भने हन्। ल अब चाहिँ भयो गरे। ओ छिटो आऊ क्या। यहाँ चाहिँ अब हामी माथि पहिला साथीको बाल काट्न जान्छौँ। तिम्रो बाल काट्ने हो? कचल भन्ने कतातिर अरे? कचल भन्ने पाल्पा फुली भट्टी भन्ने पनि रहेछ। हाम्रो गाउँमा छ कि फुली भट्टी भन्ने? खोइ कहाँ खाएर? ओए तिमीहरू त गएन। हामी यही जिपमा होइन, एकचोटि उसमा जन्तिलङ बल खेल्न जाँदा त्यही जिपमा गछौँ कि हामी। गुलेली देखाउ त भाइ, गुलेली देखाउ न यता। हरिफ छ त गुलेली त। ओहो यार भाइ हेलो गरिदेऊ त। खोइ हेलो गरिदेऊ न। ओके भाइ यार। ल फोन चलाउँछौ कि नै? चलाउँछौ? मेरो च्यानल सब्सक्राइब गरिदेऊ है। मेरो च्यानल विजय ब्लग 1 2 3 छ है। ओके गाइस, एउटा हजुर एउटा सब्सक्राइबर बढ्ने भयो मेरो आज। ओ केटा मेरो एउटा सब्सक्राइबर बढ्ने भयो आज। एउटा सब्सक्राइबर बढ्ने भयो मेरो आज। कस्तो गरेछ गरे भन् त भाइ? केटी देख्दा के हो यस्तो? त्यस्तो त हुन भएन यार। आफूहरूलाई हेरेन के अरे, त्यही भएर मौसम हेरी काट्दियो के बाल? यहाँ हेरिरहन बाल काट्ने। यहाँ भनेको कहाँ हेरे? यो साथीको हरिफ लप परिरहन्छ होइन, लास्टै लप पर्छ है यो साथी। मेरो साथीको त हरिफ लप पर्छ फेरि। ह्यान्डसम छ नि मान्छे पनि। यता साथी फेरि लोयल हो। तिमी के हो साथी? तिमी चाहिँ के हो? सिङ्गल हो कि? फेरि अलि सोचेर भने यहाँ भिडियोमा तिम्रो गर्लफ्रेन्डले देख्यो भने फेरि भाटा पर्छ। सिङ्गल हो? यता साथी फेरि म जस्तै सिङ्गल है। म सिङ्गल त अनि डर लाग्छ यार मलाई त। यहाँ हाम्रो अङ्कल गरे यार। बिहान भनेपछि त
थ्याङ्क यू अङ्कल बाउ भन्दा मुनिको बाजे नै भने नि अब त हुन्छ चाले केटाहरू कुरा नकाट तिमीहरू भन्दा तन्ने रहेछ मधेसम्म मेरो पनि फ्यान रहेछ नि यार मौसम बाल काट्न जाऊ म पैसा दिन्छु म यहाँ उस हान्छु कि अहिले आउँछु क्या म जाऊ न म आउँछु नाइ त्यो होइन यो वाला यहाँ चाहिँ अब आन्टीतिर नास्ता पानी गर्न जाम है आन्टी के छ एकदम बढिया ठिक छ चटपट बनाइदिने एउटा अनि त्यति अब चाहिँ हामी ट्र्याक लगाएर चटपट खाएर भ्याएर के किन्ने गरे साथी क्रस फायर ड्रिम बाइक है चाहिँ अनि केटाहरू अनि एक हप्ता चलाउने हप्तामा एकचोटि मिचिन्छस् मिची चाहिँ रातभरि खेला हिँड्ने कसैलाई गनक न थाहै भनेर या वागिन मर्नु भएको यो मर्नु भएको छ के गनक न मेरो यो दाइले चाहिँ हरिफ बाल काटिदिनुहुन्छ है गाइस हरिफ बाल काटिदिनुहुन्छ यहाँ सबैजना दाइ के छ ठिक छ मेरो यो दाइतिर बाल काट्न आऊँ है सबैजना टक्क लाएर केटाहरूले सब कुर्सी सकेछन् यता मेरो मुल्ला दाइको इन्स्टा आइडीमा फलो गरिदिनु पर्यो दाइ अनि एक्स माथि 9653 नगरे यता हाम्रो दाइ फेरि हुनुहुन्छ है टक्क लाएर यता हाम्रो दाइ नयाँ हुनुहुँदो रहेछ दाइ हजुरले पनि काटिदिनुहुन्छ बाल मेरो काट्नु होइन दाइ काटिदिनु त यसको काटेमै मौसम छिटो केही हुन्न बे यस्तो होला त नि हरिफ बाल काटिदिन्छ है यहाँ सबभन्दा राम्रो काट्ने चाहिँ हाम्रो यहाँ दाइ हजुरको नाम के हो गएर जानु भयो दाइ हजुरको नाम के हो भन्नु त राहुल तिमी बोला हुन्छ हाम्रो राहुल दाइले हरिफ बाल काटिदिनुहुन्छ है बाल चाहिँ सबभन्दा दामी काट्ने चाहिँ राहुल दाइले अनि हेर्नु न यहाँ कस्तो दामी छ साथी नै ह्यान्डसम भएर हो यस्तो फेरि राम्रो देखिने यो जस्तो भयो फेरि जस्तो बाल काटे नि राम्रो देखिने यो जस्तो भयो पछि लाखान के रे को नहेरेर मात्र खै देखाउनु न यहाँ दाइलाई इन्स्टामा फलो गरिदिउँ है दाइले यहाँ इन्स्टामा फलो गर्नु पर्यो ल ह्यान्डसम हुनुहुन्छ हाम्रो दाइ चाहिँ हेर्नु एडिट नै हरिफ छ अरे हरिफ एडिट गर्ने है दाइ नआउँदासम्म फलो गरिदिनु सबले स्मार्टी 9653 भन्नु दाइ मेरो सब्सक्राइबर मेरो त छैन म त भन्दिनँ दाइ मलाई लाज लाग्छ मलाई सब्सक्राइबर भन्न नि लाज लाग्छ कि मलाई है त्यही भएर सबले सब्सक्राइब गरिदिनु कि अलि सपोर्ट गरौँ यहाँ साथी फेरि हरिफ बिटिएस है साथी तिम्रो बात मैले काटिदिउँ ल भाइ मलाई थाहा छैन ए गराउनु के दाइ गाउनु न मेरो लन्डन जाना टुट गया भयो बहुत यस्तो बिल्ला हुन्छ कि ए केही हुन्न के दाइ कटेट गाउनु न यहाँ दाइले फेरि यहाँ माइक दिनुभएको थियो कि आफ्नो गीत उस गर्न ल एउटा गीत ल एउटा दामी ल तेरी माँ की चूड़ियां
ए चुरी ए ल ल तेरी बाप का लंदन में बिजनेस भयो भयो नि अझै अरू केही कला गला प्रतिभा छ भने भन्नु देखाउनु यहाँ प्रस्तुत गर्न सक्नुहुन्छ अब भाइ होली सोचेर भन्छु है सोचेर सोचेर भन्छु होली के यो दाइलाई कुजडा कुजडा भन्न पठाउँछन् होइन हिंदी में भन न कुजडा भने के यहाँ कमेन्ट गरौँ त कुजडा भने इस भैया ने इस भैया को कुजड़ा बोलने को कहा है और मैं इस भाई को कुजड़ा कुजड़ा कहता हूँ कुजड़ा कुजड़ा को नेपाली में क्या कहते हैं उसका मीनिंग बता दो मुझे ठीक है कमेंट में डोम 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 भी कहते हैं डोम हाम्रो दाइको जुत्ता फेरि हरिब लाग्छ क्या मलाई जुत्ता कहिले धोएछ चाहिँ दाइले मलाई माइक गिफ्ट गरिदिनु भयो है दाइ मैले त लगेँ अब यो माइक दाइ माइक लगेँ मैले अब के भन्नुहुन्छ लगिदिनु भोसड़ी के मेरा रोजी रोटी है तुम ठेले के ठेले जाओगे मैं ना चाटूंगा म त केही बुझ्दैन होइन बुझ्दैन अब चाहिँ सब केटाहरू छुट्टिने लाहन होइन छुट्टे त्यही हो केटा हो अब आजको भ्लग चाहिँ यहीसम्म थियो औसिन लगाइरह अब गएर सुत्ने हो होइन त्यही आजको भ्लग चाहिँ यहीसम्म हुन्छ त्यही हो मेरो इक्जाम आइरह त्यही भएर डेली भ्लग आइरह होइन च्यानल चाहिँ सब्सक्राइब गर्नु पर्यो है त